हेलो गाइज सबैजनालाई वेलकम छ है। हाम्रो आज चाहिँ भ्लग स्टार्ट भएको छ कहाँबाट? बाजुराको माडतडी है। बुढाबुढी एकाएक हिँडेको है, त्यत्तिकै अनएक्सपेक्टेडली हिँडेको। अहिले चाहिँ ट्रेक स्टार्ट भएको छ माडतडीबाट है। हामी चाहिँ अलिक ढिला ढिला गइरहेको कि अब कहाँ के हुन्छ हेर्छ है त। हाम्रो मनुष्यजी आउँदै हुनुहुन्छ है। ये बडी बालिका आइ एम कमिङ हैन, कस्तो भइरहेछ? यस वी आर कमिङ हैन, बडी बालिका वी आर कमिङ है। भर्खर यो माडतडी बजारबाट चाहिँ माथि लागेको अवस्था छ। अब यहाँ चाहिँ एउटा सानो मन्दिर छ अरे, त्यो मन्दिर दर्शन गरेपछि फेरि अगाडि भव्य मन्दिरमा। अहिले चाहिँ हामी माथिको यो पहिलो एउटा सानो मन्दिरको चाहिँ दर्शन गरेर फेरि अब यहाँबाटै पछाडि जाने बाटो रहेछ, त्यो बाटो हुँदै गइरहेको छौँ है त। अनि हाम्रो मान्छे चाहिँ आउँदै हुन्छ पछाडि पछाडि है। त्यहाँ चाहिँ एउटा दोकानमा चाहिँ हामीले चाहिँ लट्ठी पायौँ। यो लट्ठीको सहाराले बुढाबुढी दुःख सुख गर्दै अब चट्ट सुनसान छ बाटो है। सबैजना अगाडि लागिसक्नु भएको छ। हामी चाहिँ बिस्तारै गइरहेछौँ। हतार छैन हामीलाई, मन्दिरमा पुग्नुलाई हतार गर्नु हुँदैन। कहाँ जाँदै छौँ हामी बुढो? कतिजना छौँ हामी? कस्तो लागिरहेको छ त? सकिन्छ हिँड्न? अरू के भन्नु छ? अनि तिमीलाई चाहिँ कस्तो लागिरहेछ त? होइन मजा त आउनु परिहाल्यो नि, देखिरहेछ कति मजा आइरहेछ भनेर। बल्ल 10 मिनट भएको छ हिँडेको हामी। अहिले चाहिँ हामी बाटो हराएर है, मेन बाटो छोडिएर शाखा बाटो भित्रै गाउँले बाटो हिँड्दै लागिरहेछौँ। कतिखेर कहाँ भेटिन्छ मेन बाटो थाहा छैन है। यही एउटा नयाँ एक्सपिरियन्स भनेको। अहिले चाहिँ हामी घरमा चाहिँ भाइहरूले बाटो देखाउँदै होइन, भाइहरूको घर चाहिँ यो चाहिँ टिक्कको रहेछ है, सानो मजाको। यहाँ चाहिँ हामीले अहिले मैले के लिँदै अरे दही, यहाँबाट टक्क दही हालेर अनि पानी फिटेर मजा हालेर मही बनाएर खाँदै गइन्छ है। 2 घन्टा भयो तर 2 पैसा त्यस्तो लागिरहेछ होइन। कस्तो लागिरहेछ त गाइज? माथि पुगिन्छ नि। पुगिन्छ बिस्तारै गयो नि पुगिन्छ। ठाउँ चाहिँ बवाल छ है, दामी छ है।
हेलो ठिक छ नि Come on, Manisha, come in. यसो ड्राई फ्रुट्स लिन लागेको छ होइन के छ त गाइज यो देखिहाल्यो होइन गाडी अलिअलि छैन फेरि यहाँबाट हामी माथि जान्छ है हामी एउटा गोठभित्र चाहिँ बस्ने निर्णय गरिरहेको छ है साथै टेन्ट लाउँदै हुन्छ अनि गाइस कस्तो भयो आजको यात्रा बवाल छ नि त सो यो दामी छ तर त्यति थाकिया जस्तो त छैन अब भोलि हो अब हिँड्ने कुहिरो लाग्छ दामी अब भित्र जेनेरेटर पनि रहेछ त भित्र दामी चाहिँ ल अब यहीँ बस्ने हुन्छ के कस्तो हुन्छ है ल हाम्रो गाइजहरू चाहिँ अब चिलपारामा है हाम्रो गाइजहरूले चाहिँ एउटा टेन्ट दिनुभएको छ है ल तपाईँहरूलाई चाहिँ टेन्टको लागि धेरै धेरै धन्यवाद है अब टेन्टको एक्सपिरियन्स लिन्छ हो नि ठाउँमा मान्छे चाहिँ भित्र गोठभित्र होइन अझै चाहिँ हामी है बस्ने क्रममा चाहिँ साथीभाइसँग चाहिँ बवाल छ है दामी इन्जोय भइरहेछ अहिलेसम्मको हाम्रो थकान यहाँ आएर चाहिँ हामीले चाहिँ विश्राम गरिरहेको छ है भोलि फेरि हामी हिँड्नु छ फेरि इनर्जी निकाल्नु छ है त्यही भएर चाहिँ आज बेलैमा बस्ने अनि भोलि बिहानै हिँड्ने भन्ने कुरा भइरहेछ है के हुन्छ हल्का फुल्का देखाउँदै गर्छ Come on. हाम्रो बेटा आज यहाँ त्यसलाई था आए कहाँ गाउँले जीवन भयो टाढा मेरो साथीसँग बस्दा पनि याद आउँछ घरि ये यता उतै मिलाई देख्छु ये गाह्रो छ गाह्रो छ ये बवाल है यो त गाइस नेचरमा रमाउन खोज्ने मान्छेहरूको पीडा पछिको सुख आनन्द होइन त गाइस सही हो
हामी भन्दा धेरै टाढा मिल्थ्यो बसी पनि एक अर्कासँग हाँसी खेले पनि हाम्रो भन्दा धेरै टाढा ये थ्याङ्क यू गाइज बाबाले अब चाहिँ हामी खिर खाँदै दामी कस्तो छ मुन्साजी होइन यस्तो पहाडमा यस्तो दुःख गरेर हिँडेर खिर खाँदा होइन दामी ल गुड मर्निङ गाइज गुड मर्निङ है आज चाहिँ हामी हिजो राति आएर यो ठाउँमा बस्यो होइन टेन्सन गरेर रमाइलो भयो। अब माथि चाहिँ नजाने निर्णय गरियो किनभने फर्किँदाखेरि एक्लोपन पनि हुने र यहाँको स्थानीयहरूले जो राखेको होटलहरू बस्ने वासस्थानहरू बनाउनु भएको छ। हामी चाहिँ अलि ढिला नै हिँडेको हुनाले चाहिँ फर्किँदा चाहिँ गाह्रो हुने हामीले त्यसै सम्भावना देखेको हुनाले र हामीसँग सफिसियन्ट इक्विपमेन्टहरू पनि नभए हुनाले चाहिँ यहाँसम्म रमाइलो गरियो। पछि चाहिँ नेक्स्ट टाइम चाहिँ मजाले आफ्नो इक्विपमेन्टहरू ल्याएर फेरि कन्टिन्यू गरेर चाहिँ यहाँबाट फर्किने निर्णय गरेका छौँ है। यो निर्णय बेलैमा गरेको एकदम राम्रो पनि हो किनभने माथिको टाइममा हाई अल्टिट्युडमा हुनसक्ने सम्भावना हुँदाखेरि गाह्रो भयो भने चाहिँ हेल्पहरू पाउन एकदम गाह्रो भयो हुनाले चाहिँ यहाँबाट हामी फर्किने निर्णय गरेको छौँ। अब के हुन्छ फर्किँदाखेरिको दृश्य फेरि क्याप्चर गर्छ है त।
के खाँदै हो गाइस वाइ वाइ हेर्नु प्रचार गरेर चाहिँ होइन भोक लगाएर खानु लाग्यो हाम्रो पर्छ कसले गर्छ आधा बाटोबाट फर्केर चौसा खाँदै थकान मार्दै कुनै दिन त हेरेला नि यो भिडियो यसरी बुढी त्यसैलाई रेकर्ड गरे हाल्नु यता बाटो देखाउँ कहाँबाट आयो उता जाने यताबाट आएको फर्किँदाखेरि चाहिँ बबाले झर्नामा है एउटा यहाँ छ एउटा दुईटा छ अर्को